तपाईँले अहिलेसम्म कतिवटा ट्रान्ज्याक्सन गरिसक्नुभयो र त्यो ट्रान्ज्याक्सनबाट कतिवटाको चाहिँ बिल लिनुभएको छ त, ट्याक्स इन्भोइस लिनुभएको छ। यदि ट्याक्स इन्भोइस लिनुभएको छैन भनेपछि 1000 रुपियाँ प्रति ट्रान्ज्याक्सनमा चाहिँ फाइन लाग्न सक्छ है त तपाईँलाई पनि। सो भ्याट एक्ट 2052 जुन छ त्यसको हाम्रो सेक्सन 29 को सबसेक्सन 1 को क्लज सी मा यो व्यवस्था रहेको छ। त्यसमा के भन्छ भन्दाखेरि सेक्सन 14 सबसेक्सन 1 अन्तर्गत जुन कुरा लेखिएको छ त्यसलाई चाहिँ भायोलेट गरेको केसमा र 14 को सबसेक्सन 1 मा के लेखेको छ भन्दाखेरि रजिस्टर्ड पर्सन, कुनै पनि रजिस्टर्ड पर्सन छ, रजिस्टर्ड मतलब कि अब भ्याटमा रजिस्टर्ड भन्न सक्नुहुन्छ तपाईँले। सो रजिस्टर्ड पर्सनले चाहिँ कुनै पनि सामान अथवा सर्भिस हैन, कुनै पनि गुड्स अथवा सर्भिस चाहिँ सप्लाई गर्छ, बेच्छ भनेपछि उसले चाहिँ इन्भोइस इस्यु गर्नुपर्छ, ट्याक्स इन्भोइस इस्यु गर्नुपर्छ। र यदि उसले चाहिँ ट्याक्स इन्भोइस इस्यु गरेको छैन भने पछाडि जतिवटा ट्रान्ज्याक्सनमा इन्भोइस इस्यु गरेको छैन त्यतिवटा ट्रान्ज्याक्सनमा प्रति ट्रान्ज्याक्सन 10,000 रुपियाँको दरले फाइन लाग्छ। र बायरको केसमा जो हामी जस्तो किन्ने मान्छे छौँ हामीले पनि यदि इन्भोइस लिएका छैनौँ भनेपछि 1000 रुपियाँ प्रति केस फाइन लाग्न सक्छ भनेर चाहिँ, फाइन लाग्छ नै भनेर चाहिँ लेखेको छ लेख्नलाई। एक्चुअलमा चाहिँ कतिजनाले फाइन तिर्नु भएको छ यो रिलेटेड भन्ने कुरा त तपाईँहरूलाई थाहा होला। यदि तिर्नु भएको छ भने कमेन्ट सेक्सनमा भन्नु होला है त।